गर्भावस्थामा उल्टी हुनु सामान्य हो, तर कहिलेकाहीँ यही अत्याधिक उल्टी आमा र शिशु दुवैका लागि जोखिमपूर्ण हुन सक्छ। कसरी छुट्याउने? आउनुहोस् यसबारे जानकारी प्राप्त गरौँ। गर्भ बसेपछि शरीरमा हुने हर्मोनल परिवर्तनका कारण धेरै महिलालाई बिहान वाकवाकी लाग्ने वा उल्टी हुने गर्छ, वा कुनै कुराको गन्धले पनि उल्टी आउने गर्छ। यो प्राय गर्भावस्थाको पहिलो 3 महिनामा देखिने सामान्य लक्षण हो र धेरैजसो अवस्थामा 12 देखि 14 हप्तापछि आफै कम हुँदै जान्छ। तर यदि दिनभरि पटक पटक उल्टी आउँछ, पानी समेत अडिँदैन, खाना खान सकिँदैन, पिसाब कम आउँछ, अत्यधिक कमजोरी, चक्कर वा तौल घट्दै जान्छ भने यो सामान्य होइन। यस्तो अवस्थामा शरीरमा पानी र पोषणको कमी भई आमा र गर्भमा रहेको शिशु दुवैको स्वास्थ्य जोखिममा पर्न सक्छ। यस्तो समस्या देखिएमा घरमै सहेर बस्नु हुँदैन। चिकित्सकको सल्लाह लिएर आवश्यक जाँच र उपचार गराउन अत्यन्त जरुरी हुन्छ। धेरै नै जोखिमपूर्ण अवस्था रहेछ भने केही समय अस्पतालमा भर्ना भएर उपचार समेत गर्नुपर्ने हुन्छ। याद राख्नुहोस्, गर्भावस्थामा सामान्य उल्टी स्वाभाविक भए तापनि अत्यधिक उल्टी कहिल्यै पनि स्वाभाविक नहुने र खतराको सङ्केत हुन सक्छ। कुनै पनि असामान्य लक्षण देखिए तुरुन्त स्त्रीरोग विशेषज्ञसँग परामर्श लिनुहोस् र आवश्यक उपचार गराउनुहोस्। धन्यवाद।